दृष्टिमालाई यहाँ हामी चाहिँ अहिले संस्कृति पार्कको भित्र आएको छौँ। यहाँ हेर्न सक्नुहुन्छ क्या दामी फाउन्टेन बनाएको छ। यहाँ त्यहाँ धरान लेखेको त्यहाँ सानो धरान लेखेको ठाउँमा जान आँटेको हामी। यो धनकाली मन्दिर हेर्न सक्नुहुन्छ तपाईँ। शुभ मन्दिर धरानको ईश्वर शिव बाबा मन्दिर। यो हाम्रो बस्नु हो। हामी अहिले धरान जाने बाटोमा छौँ। विराटनगरबाट इटरी हुँदै धरान जाँदैछौँ। यहाँ दृष्टिमालाई यहाँ हामी आएको थियौँ। यहाँ मेसिन हो। धरान जाने बाटोमा छ। मान्छेहरू यहाँ मस्त। हामी पनि एकछिन अब टोलेर पुलिसकोमा। हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी धरान आछौँ, बाइकमा आछौँ आज साथीसँग। विराटनगरमा धेरै गर्मी भएको कारणले म चाहिँ आज धरान आछौँ। धरानको यो बस पार्कमा छु आज म। पछाडि मेरो हेर्न सक्नुहुन्छ क्लक टावर छ त्यहाँ। अब चाहिँ हामी के खाउँ भन्ने सोचिरहेको थियौँ, तर साथीले भन्ने बेला हामी घुम्न जाउँ, त्यसपछि खानुपर्छ। त्यही भएर आज अब कहाँ घुम्ने भनेर सोचिरहेको थियौँ। तर यहाँ संस्कृति पार्क छ, त्यसमा त्यहाँ जान्छौँ। त्यसपछि त्यहाँपछि हामी कहाँ घुम्छौँ आज, अन्त सबैलाई अब आजको ब्लगमा हामी देखाउनेछौँ। हामी चाहिँ अहिले संस्कृति पार्कमा छिरेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ संस्कृति पार्क यस्तो छ। यहाँबाट राम्रो बस्ने ठाउँहरू बनाइदिएको छ संस्कृति पार्क धरानको। अगाडि यस्तो छ होइन। अगाडि के छ अझै माथि जाउँ हेर्नलाई एकचोटि। यहाँ नि हेर्नु क्या राम्रो बनाएको छ। मौसम पनि क्या शीतल भएको छ। हेर्न सक्नुहुन्छ यस्तो रहेछ। दामी रहेछ ठाउँ त। यहाँ रुख बिरुवाहरू रोपेको छ। फोटो खिच्नलाई पनि राम्रो हुँदैन। मान्छेहरू यहाँ फोटो खिचिरहेको छन्। अहिले यसको भित्र पनि छिर्नुपर्छ। यहाँ जनावरहरूको बस्ने ठाउँ टाइपको क्या दामी क्या राम्रो बनाइदिएको छ। हेर्न सक्नुहुन्छ अझै माथि छ। यहाँ एउटा पार्टी जस्तो के हो थाहा भएन होला यो। यहाँनिर हेर्न सक्नुहुन्छ हर्क सम्पाङज्यू ढुङ्गा बोक्दै। यहाँ अगाडि अझै माथि छ। त्यहाँ माथि त्यहाँ परसम्म छ। ए तपाईँले हेर्नुभयो कि होइन। त्यहाँ माथि परसम्म छ। क्या दामी बनाएको छ हेर्न सक्नुहुन्छ। त्यहाँ तलबाट यो चाहिँ युनाइटिङ अल द गोर्खाजहरूको लागि बनाएको रहेछ यो। अझै अगाडि जानु पनि यत्रो माथि छ। त्यहाँ माथि हेर्न सक्नुहुन्छ गोर्खाज चौतारी अरे। गोर्खाजहरूको लागि होला हाम्रो। मान्छेहरू तल पनि यस्तो दामी ठाउँ छ बस्ने टाइपको छ। काठको यस्तो छ बनाएको। क्या दामी छ। त्यहाँ पनि हेर्न सक्नुहुन्छ। अगाडि हेर्न सक्नुहुन्छ। अगाडि यस्तो छ हेर्न सक्नुहुन्छ। यहाँ फेरि एकचोटि माथि जाउँ। माथि एकचोटि गएर हेरौँ। साथी माथि नै बसिरहेको छ। त्यहाँ माथिसम्म छ। यहाँ तोप हेर्न सक्नुहुन्छ। यहाँ नि तोप छ। यहाँबाट इन्ट्री छ। यहाँ अब गोर्खाको सम्झनामा बनाएको जस्तो छ। यहाँ हेर्न सक्नुहुन्छ कस्तो दामी बनाएको छ। यस्तो छ। यहाँ बस्ने टाइपको छ। यहाँ तोप यहाँ अनि तोप छ इन्ट्रीमा। यहाँ यस्तो छ गोर्खाको सम्झनामा बनाएको जस्तो छ। यहाँ तल नि बस्ने टाइपको छ। मौसम पनि शीतल भइरहेको छ। साथी चाहिँ त्यहाँ चस्मा लगाएर पुरा बसिरहेको छ। हेर्न सक्नुहुन्छ। त्यहाँ माथि त्यही भन्दै थियो माथि छ बस्ने। दामी बनाएको छ। सबै सिटहरूमा जनावरहरूको छ। कसैलाई श्रद्धाञ्जली दिएको छ सबै सिटहरूमा। हेर्न सक्नुहुन्छ क्या राम्रो बनाएको छ। अर्कोले सायद ढुङ्गा फुटाउँदैछ त्यसको मूर्ति छ। यहाँ यस्तो छ। अहिले चाहिँ म ओसो पार्कमा आएको छु। यहाँ हेर्न सक्नुहुन्छ ओसो पार्क। अघि पछाडि संस्कृति पार्कमा घुमेर आएको म। साथी चाहिँ अगाडि घुमिरहेको छ। यहाँभित्र छिर्नलाई चाहिँ टिकट चाहिँ 35 रुपियाँ। पहिलाको जमानामा नयाँ बन्दाखेरि आउँदाखेरि 10 रुपियाँ टिकट थियो। यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ। मेरो पछाडि चाहिँ फाउन्टेन पनि छ। यहाँ हेर्न सक्नुहुन्छ क्या दामी फाउन्टेन बनाएको छ। यहाँ मान्छेले फोटो खिच्दैछन्। त्यहाँ पनि छ यस्तो छ। त्यहाँ तल ग्लोब छ। त्यही तलबाट हामी यहाँ इन्ट्री भएर आएको। त्यहाँ टिकट लिने ठाउँ छ। त्यहाँ रोज फुल छ।
अझै माथि जान पनि मिल्छ त त्यो त्यत्रो माथि चाहिँ हामी नगएको टाइम लाग्छ भनेर। अगाडि यता हेर्नुहुन्छ भने यताबाट पनि राम्रो ठाउँ छ। त्यो अगाडि पुल छ, त्यो पुलबाट आउनुपर्छ। दामी पुल बनाएको छ त्यहाँ पनि। त्यहाँ अगाडि धरान ल्याएको छ, त्यहाँ राम्रो छ। यहाँ गिटार जस्तो छ, सारङ्गी छ। त्यहाँ अहिले धरान ल्याएको छ। त्यहाँबाट मान्छेहरू त्यहाँ पुग्दो रहेछ त्यो खोला पारी गरेर। हेर्न सक्नुहुन्छ क्या दामी छ। धरान आएपछि त यो ठाउँ त एकचोटि त घुम्नै पर्छ। अब यो त माथिबाट हामी तल आइसकेका छौँ। तलबाट अब यहाँ पुल पार गरेर अब हामी माथि जान आँटेको। त्यहाँ धरान लेखेको, त्यहाँ सानो धरान लेखेको ठाउँमा जान आँटेको हामी। यहाँ हेर्नु सक्नुहुन्छ क्या पानी बगिरहेको छ पुरै यहाँदेखि लिएर यहाँसम्म। को साथी अगाडि गइरहेछ। यो ओसो पार्क भनौँ कि बिपी पार्क भनौँ, दुइटै भन्छन्। तर यहाँ कता ठुलो रहेछ यहाँ हेर्न सक्नुहुन्छ। त्यहाँबाट आएको हामी। यहाँ बच्चाहरूको लागि खेल्ने ठाउँ पनि बनाइदिएको रहेछ। त्यहाँ बच्चाहरू चिल्ड्रेन पार्क छ, राम्रो खेलिरहेछ हेर्न सक्नुहुन्छ। कुम्भकरण क्षेत्र लेखिरहेछ। के हो कुम्भकरण क्षेत्र भनेको? यहाँ बस्ने ठाउँहरू क्या रिल्याक्स गर्ने ठाउँ रहेछ। त्यहाँ माथि धरान लेखेको छ, यत्रो ठुलो छ यहाँ हेर्न सक्नुहुन्छ। यताबाट जाने ठाउँ छ। चिल्ड्रेन पार्कमा जान सकिन्छ। यता अझै माथि जान मन लाग्यो भने मान्छेहरूले त्यहाँ माथि जान्छन्। ऊ त्यहाँ धरान लेखेको ठाउँमा पनि गएर घुम्छन्। सानो सानो पुलहरू चाहिँ क्या दामी बनाइदिएको छ। यहाँ हेर्न सक्नुहुन्छ बच्चाहरू खेलिरहेछ, रमाइलो रहेछ। त्यहाँ माथिसम्म पनि छ। यहाँ पानी बगिरहेछ यस्तो छ। ऊ त्यहाँ धरान लेखेको यो जोस पार्क चाहिँ राम्रो बनाएको छ यहाँ। ल अब हामी समसङ सिटी पार्क, ओसो पार्कहरू घुमेर तन्काली जाने बाटोमा छौँ। यदि यो चाहिँ सेल्फी रोड हो, त्यही भएर सेल्फी खिच्नलाई हामी एकछिन यहाँबाट चाहिँ भ्यू चाहिँ दामी आउँदैछ। यहाँ हेर्न सक्नुहुन्छ पछाडि दामी भ्यू छ। तर कुहिरो लागेर अलिक मजाले देखिरहेको छैन भ्यूहरू। अब यहाँ अगाडि तन्काली मन्दिर छ, यो धरानको सेल्फी रोड। एकछिन हामी सेल्फी लिनलाई लगेका थियौँ। ल अब तन्काली मन्दिर जाउँ। अब चाहिँ हामी तन्काली मन्दिर घुम्न आएको छौँ ओसो पार्कपछि। यहाँ हेर्न सक्नुहुन्छ तन्काली यस्तो छ। हेर्न सक्नुहुन्छ दनकाली मन्दिर यस्तो छ। यहाँ दनकाली मन्दिर। यहाँ हामी चाहिँ पछाडिको गेटबाट आएको। यो चाहिँ मेन गेट चाहिँ यहाँ छ, यस्तो छ। यही हो दनकाली मन्दिर, हेर्न सक्नुहुन्छ तपाईँ। यही हो बुढा सुब्बा मन्दिर। अघि हामी दनकाली मन्दिर गएको थियौँ। सन्ध्या सुरुमा त ओसो पार्क गयौँ, त्यहाँबाट दनकाली मन्दिर गयौँ। त्यसपछि अब हामी बुढा सुब्बा मन्दिर घुम्न आएको छौँ। साथीले चाहिँ भयो अब नघुमौँ भन्दै थियो, तर मैले नि नजिकमा 3-4वटा मन्दिर छ त्यहीँ घुमौँ भनेर अनि साथी लिएर आएको। यहाँ हेर्न सक्नुहुन्छ क्या पिसफुल इन्भाइरोमेन्ट छ। मन्दिर पनि राम्रो छ। यहाँ त्यहाँ पछाडि मन्दिर हेर्न सक्नुहुन्छ। एकदम शान्त पिसफुल इन्भाइरोमेन्ट छ। अलिक हाइटमा छ। दनकालीदेखि अलिकति 3 मिनट लाग्दछ, धेरै टाढो पनि छैन। हेर्न सक्नुहुन्छ क्या राम्रो पिसफुल इन्भाइरोमेन्ट छ। बस्ने ठाउँहरू पनि छ रमाइलोको। यहाँ हेर्न सक्नुहुन्छ मन्दिर, त्यही हो बुद्ध शुभ मन्दिर धरानको। यस्तो दामी शीतल ठाउँ छ, बस्ने ठाउँ छ। यहाँ साथी मेरो बसिरहेछ। यस्तो छ ठाउँ। यति बुढा शुभ मन्दिर यस्तो छ मन्दिर। मन्दिर चाहिँ एकदमै राम्रो छ। कस्तो शान्त इन्भाइरोमेन्ट छ, पिसफुल क्या रमाइलो लागिरहेको छ। यहीँ एकछिन बसेर बस्ने ठाउँहरू पनि छ। मन्दिर यहाँ छ, एउटा मन्दिर यहाँ छ, एउटा मन्दिर त्यहाँ छ। त्यहाँ पनि बस्ने ठाउँ छ। मन शान्त हुन्छ यहाँ बस्यो भने। कस्तो दामी शुभ मन्दिर।
अब चाहिँ म तन्काली घुमेर बुद्ध शुभ घुमेर अब पिण्डेश्वर शिव मन्दिरमा आएको छु। यहाँ हेर्न सक्नुहुन्छ पिण्डेश्वर शिव मन्दिर। पिण्डेश्वर शिव बाबा मन्दिर यो चाहिँ सानो बोलबम पनि भनिन्छ यसलाई। हेर्न सक्नुहुन्छ यहाँ नि कस्तो पिसफुल इन्भाइरोमेन्ट छ, पुरै कत्रो ठुलो मन्दिर छ। यहाँ चाहिँ श्रावणको बेला चाहिँ धेरै भिड हुन्छ अरे, किनभने त्यतिखेर बोलबम जाने बेला हुन्छ नि त नि, यसलाई त्यही भएर सानो बोलबम पनि भनिन्छ। मन्दिर हेर्न सक्नुहुन्छ कति ठुलो छ। त्यहाँदेखि लिएर यहाँसम्म कत्रो ठुलो मन्दिर छ। भित्र त एलाउड छैन देखाउनलाई, यति मात्र देखाउन सकिन्छ। हेर्न सक्नुहुन्छ यहीँभित्र मन्दिर छ। त्यहाँ अगाडि पोखरी छ, एउटा दामी पोखरी बनाएको छ। त्यहाँ भगवान् सरस्वती भगवान्को मूर्ति छ बिचमा। अहिले त्यहाँ बाहिर गएर पनि देखाउने छु तपाईँलाई। यहाँ हेर्न सक्नुहुन्छ यही हो पिण्डेश्वर बाबाको मन्दिर। दामी पिसफुल ठाउँ छ। यो चाहिँ हामी बुद्ध शुभ मन्दिरको पछाडिको बाटो आछौँ। पछाडि यहाँ हेर्न सक्नुहुन्छ पोखरी छ। त्यहाँ बिचमा एउटा सरस्वती भगवान्को मूर्ति पनि छ, हेर्न सक्नुहुन्छ। पोखरी यस्तो छ। त्यहाँ चित्रहरू पनि बनाएको छ, म हेर्न सक्नुहुन्छ। यो पछाडिको बाटो, यो म भित्र थिएँ। यस्तो पोखरी छ, राम्रो पोखरी छ, सफा सुथरा पोखरी छ। हेर्न सक्नुहुन्छ बिचमा त्यहाँ सानो मूर्ति छ सरस्वती भगवान्को। अब चाहिँ हामी थमेल मोमोमा आछौँ मोमो खानलाई। यहाँ हेर्न सक्नुहुन्छ यो भित्र गल्लीभित्र छ थमेल मोमो। अलिक अगाडि त्यहाँ थमेल मोमो छ। यो थमेल मोमो अब हामीलाई धेरै भोक लागिसकेको थियो, अनि यहाँको भिड हेर्न सक्नुहुन्छ कति भिड छ। भिड त नै रहेछ यहाँ, बाप रे बाप। यत्तिकै फेमस त छैन नि थमेल मोमो, धरानको थमेल मोमो धेरै फेमस छ। हामी यहाँ अब थमेलमा बसिसकेका छौँ। धेरै गर्मी भएर हामीले स्प्राइटमा आएछौँ, पानी पनि मागेछौँ, हामीले मोमो पनि अर्डर गरेका छौँ। भिड त टन्नै छ यहाँ, हेरिसक्नुभयो तपाईँले अघि नै के भिड छ। म धेरै चिसो भएर स्प्राइट खाँदैछौँ हामी। अब पानी यहाँ चिसो। यही हाम्रो बफ मोमो। दुई प्लेट हामीले बफ मोमो यहाँ चाहिँ 50 यस्तो छ। कसरी यो थमेल मोमोको मोमो। अब हामी थमेलको मोमो खाएर आइसकेको। अब विराटनगरतिर जाने हो। वान वे बाटो हो यो। सिनिया चोक भन्ने ठाउँ हो, धरान 2।